हेलो गुड आफ्टरनुन वेलकम ब्याक मेरो न्यू ब्लग सानो मिनी ब्लगमा आज चाहिँ म धेरै समयपछि चाहिँ मेरो ब्लग लिएर आइरहेको छु। हजुरहरूले साथ सपोर्ट गरिदिनु भएर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। आज हामी चाहिँ हाफ टाइम ड्युटी अफ गरेर असार 15 को मौका पारेर चाहिँ हामी चाहिँ 3 बजेतिर नै निस्केर यता घुम्न आइसकेको छौँ। कता भन्दाखेरि माथि डाँडातिर आएको छौँ साथीहरू। अनि मेरो स्कुटी अनि उता छ दिदीको स्कुटी। मेरो यो स्कुटीको नाम चाहिँ राखिदिनु भएको छ मेरो भेनाजुल। मेरो फट्याङ्ग्रीमा म आएको छु घुम्नलाई यसरी। अनि दिदी बहिनीहरू डुली हिँडेको छौँ। मलाई मनपर्ने चाहिँ यस्तो छ, हामी ऊ तल फाँटमा बस्छौँ। तर मलाई यता बस्न मन छ के यो एरियातिर है साथीहरू। मलाई कस्तो बस्न मन लागेको चाहिँ देखाउँछु म हजुरहरूलाई ल। अनि यसरी डुली हिँड्दैछौँ हामीहरू दिदी बहिनी। म धेरै लामो समय म नेपालमा नभएको कारणले गर्दा मैले भ्लग बनाउन पाएको थिएन। अबदेखि स्टार्ट गर्दैछु, हजुरले सपोर्ट गरिदिनु होला। यतातिर चाहिँ एकदम मलाई बस्न मन लाग्छ कि साथीहरू। यतातिर हो भने चाहिँ खतरा योजना बनाइरहेको छु मैले बस्न पाउने भए। तर योजनाको लागि नि सबैभन्दा ठुलो कुरा मनीले गर क्या, मनी छैन साथीहरू। यस्तो डाँडातिर घुम्न आइरहेको छौँ हामीहरू चाहिँ। कति काम गर्नु होइन साथीहरू, काम गर्दा गर्दा वाक्कै लाग्छ क्या। काम धेरै ओभर गरिसकेपछि माइन्ड फ्रेस गर्नको लागि आज चाहिँ एकछिन भए पनि आएको छौँ हामीले। असार 15 को मौका पारेर म असार 15 को मौका छोपेर भिडियो भ्लग हाल्न स्टार्ट गरिरहेको छु साथीहरू। दही चिउरा खाएर होइन मुख मिठो गरेर हामी चाहिँ यता भ्लग स्टार्ट गर्न आइरहेको छौँ साथीहरू। कहाँ कहाँ जान्छौँ अहिले, कता कता जान्छौँ सबै देखाइ नै हाल्नेछु। हेरेर सब्सक्राइब गर्न नबिर्सिनु होला है त साथीहरू। आज चाहिँ यस्तो डाँडामा फेरि ओरा सरेर हामी डाँडामा सरिसक्यौँ दिदी बहिनी। अनि अब यहाँ चाहिँ सबै देखिने भयो क्या डाँडादेखि। राजधानीको उपत्यका चाहिँ सबै देखिन्छ यहाँदेखि। यसरी बसिरहेछौँ हामी। साथीहरू हामी चाहिँ यहाँ आइसकेको छौँ। हाम्रो स्कुटीहरू अलिक तल पार्किङ गरेर यहाँ आइसकेको छौँ हो क्या। यहाँ चाहिँ कति राम्रो छ ठाउँ, हेर्नुहोस् न। त्यसो यो पनि घुम्ने ठाउँ हो, तर कहिले कहिले हो हामी त यहाँ चाहिँ बेला मौका आउने गर्छौँ। खोइ 5 वटा सिम देखा सिसी क्यामेरा रहेछ, सिसी क्यामेरा रहेछ यहाँ साथीहरू। केही छैन, हामीले चोर्न आएको पनि होइन, लुट्न आएको नि होइन, ढुक्न आएको नि होइन। केही छैन, क्यामेराले केही गर्नेवाला छैन। यस्तो सिडी छ यहाँ चाहिँ। तर यो सिडी चढ्दा पनि यत्रो एक मुठा भइरहेछ क्या सास चाहिँ। होइन झ्याउकिरी कराएको झ्याइ गरेर लु हेर साथीहरू। अब मुड फ्रेस गर्न आएको, यही झ्याउकिरीले फ्रेस गरिदिँदैछ। के अरे गीत स्याउली बजारमा है देखेर मलाई देखेर स्याउली बजारमा तान भो हान भो लाई देखेर तान भो हान भो मलाई देखेर तान भो। मैले क्यामेरा स्ट्यान्ड पनि कहाँ बनाएँ भन्दा यो खोइ के को बोट पूजा गरेको बोट पो रहेछ। पारिजातको फुलमा क्यामेरा स्ट्यान्ड बनाएको त मेरो क्यामेरा स्ट्यान्ड त पुरा पूजा गरेको पो रहेछ साथीहरू। यसो नाचौँ भनेर माहौल बनाइ हेरेको साथीहरू, बनिएन हौ। यस्तो छ
स्थल छ साथीहरू थिहरू। हामी चाहिँ घुम्न आएको, यस्तो मिठो हावा आउँदैछ कि हामी चाहिँ दुईजना उफ्रिँदा पाफ्रिँदा गरेर थाकेर बसिरहेछौँ। हाम्रो तल हाम्रो मेरो साइली दिदी चाहिँ पुरा जङ्गलमा आएर पनि भिडियो हेरेर बस्नुहुन्छ। रमाइलो गर्न आउँदैन उहाँलाई। हामी चाहिँ दुईजना दिदीबहिनी चाहिँ ऊ आउँदैन भन्दैछन्। भिडियो हेरेर बस्दैछ। हामी दुईजना टिकटक सिकटक बनाएर ह्याँ हुँ गरेर नुहाइ पनि यसो डान्स सान्स गरेर टिकटक बनाएर सत्यानाश पारिसक्यौँ साथीहरू। अब चाहिँ यति नै, नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई साथीहरू। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तो थम्चेक पनि हान्न नबिर्सिनु होला। आजको भ्लग चाहिँ यहीँसम्म। ओके बाई।